ल है साथीहरू, तपाईँहरू देश विदेश घुम्नुहुन्छ, आफ्नै नेपालतिर घुम्नुहोस् क्या, यस्तो दामी दामी सिनहरू भेटिन्छ। हेर्नुहोस् त, आज चाहिँ म धरानबाट केराबारीसम्मको यात्रामा र रिजार्भ आएको थियो। अहिले चाहिँ म केराबारी पुगेर पनि 2-4 मिनटको समय होइन, मेरो पेसेन्जरले लिएर पनि म फर्किसकेँ। त्यस गाउँतिर चाहिँ 3 बालीसम्म चाहिँ मकै हाल्न सकिँदो रहेछ कि यहाँतिर चाहिँ। अनि त्यसपछि बाँकी चाहिँ अरू एकान्त अनि सुनसान बाटो। सहर बजारमा बस्दा र गाउँतिर बस्दाको अलिकति फरक त्यति मात्रै हो क्या। सहर बजारमा चाहिँ अब पैसा बेगर सकिँदैन, तर गाउँघरमा चाहिँ 1 दिन 2 दिन भयो भने पैसा चाहिँ चल्छ है त। सायद मलाई लाग्छ यो बाटोको दूरी लामो छ जस्तो लाग्छ, किन भन्दाखेरि भविष्यमा यो हाइवे हुन सक्छ जस्तो मलाई लाग्छ है। अहिले चाहिँ यो रुटमा चाहिँ तपाईँको केराबारी र धरान अनि खोर्सानीसम्मको यात्राहरू गर्न सकिँदो रहेछ भनेपछि भविष्यमा बढ्छ होला सायद, मलाई त्यस्तै लाग्छ। ल सेवाहरू सम्पूर्णलाई, आज चाहिँ म मोरङको यो केराबारीमा छु है त। आज चाहिँ म धरानबाट केराबारी आएको छु र यो हातिङ्गो ल आजको हाम्रो यात्रा मोरङको केराबारीबाट धरानसम्मको हुनेछ है त। मैले आज केराबारीको बजारदेखि नै होइन भिडियो सुट गरिसकेको छु। सम्पूर्ण मेरा भ्युजरहरूलाई यो भिडियोमा स्वागत गर्न चाहन्छु है त। यो भिडियो यहाँहरूले हेर्दै हुनुहुन्छ, यहाँहरू माझ आइपुग्यो भने सबैजनाले लाइक, कमेन्ट, सेयर अनि पेजलाई फलो र युट्युबमा चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है त। आज म तपाईँहरूलाई यो मोरङको क्षेत्र, मोरङ एरियाको हाउभाउ अनि वातावरणको बारेमा जानकारी गराउँदै अहिले चाहिँ म यहाँबाट अब पुल प्रवेश गर्दैछु है त। यहाँको ठाउँ यहाँहरूले घुम्नु भएको छ होला होइन, मलाई चाहिँ एकदमै रमाइलो लाग्छ र राम्रो पनि। यो एकदमै लामो पुल पनि है, र साइड साइडमा मान्छे हिँड्ने स्पेस पनि ठुलो राखिएको छ। यो चाहिँ कुन पुल रहेछ त भन्दाखेरि खदम खोला पुल, लम्बाइ चाहिँ 400 जस्तो रहेछ। तपाईँहरू पूर्वतिर जाँदै हुनुहुन्छ भने यो बाटो गरेर पनि आउन सक्नुहुनेछ है त साथीहरू। अहिले चाहिँ मजाले घाम लागिरहेको अवस्था है त। तर यहाँ यो जडान पुल भएकोले गर्दा बिचबिचमा चाहिँ हम्स जस्तै छ होइन, गाडी गन्द्राङ गन्द्राङ गरिरहेको अवस्था। जग्गा र ठाउँले पनि साथ दिएको, तर बर्खायाममा चाहिँ अलिकति खोला ठुलै आउँदो रहेछ है साथीहरू। साह्रै राम्रो ठाउँ छ यो। मोरङ एरियाभरि अनि यो सुनसरीभरि चाहिँ बलुवा गिटी चल्ने चाहिँ यो मोरङकै केराबारी गाउँपालिकाबाटै चल्ने रहेछ। यहाँ क्रसर राखिएको छ। ल बाटो फाटिलो पनि छ, राम्रो पनि छ, भिडियो सुट गर्नलाई पनि एकदमै मजा आउने क्या। मैले चाहिँ अघि नै आउँदाखेरि नै लिनु पर्यो भन्दै थिएँ, तर फर्किँदाखेरि लिन्छु भनेर चाहिँ सोच बनाएको थिएँ। र यहाँ छेउछाउमा चाहिँ होटेल पनि खोलिएको छ। यहाँ चाहिँ वडा नम्बर 7 पर्दो रहेछ है। ल हावा सरर गर्दै होइन यात्रा गर्दै भिडियो खिच्नु अनि भिडियो लिनुको मजा छुट्टै हुन्छ है। आजभोलि चाहिँ म चाहिँ छुट्टै छुट्टै ठाउँतिर जान्छु र यसो भिडियोहरू लिने गरेको छु। यहाँ 2टा टिप्पर तल गएको, धुलो उठाएर ध्वंस। है साथीहरू, यहाँ फेरि टिप्पर सानो सानो चान्चुने कुद्दैन, एकदमै ठुलो घरै जत्रो कुद्छ है। जस आजभोलि चाहिँ मौसमले पनि एकदमै साथ दिइरहेको छ नि त। अब यहाँ अहिले शीतल भइरहेको छ है साथीहरू। समथिङ म अब लगभग
40-45 मिनटमा चाहिँ धरान पुग्छु यहाँबाट है। यहाँ हाम्रो गाउँहरू आउँछ, यहाँ चाहिँ मकैबारी होइन, पुरै चियापा छ। कुन घरमा? ओके ल, यहाँबाट चाहिँ हाम्रो पेसेन्जरले दही लिइसकेको छ र अब म चाहिँ सरासर हिँड्छु है त। सायद मेरो भिडियो 10 देखि 12 मिनटसम्मको हुनेछ है त। 10 देखि 12 मिनटसम्ममा कहाँसम्मको सिनलाई मैले क्याप्चर गर्न सक्छु तीसम्मको हुनेछ है त भिडियो। अब धरानसम्म नै गर्दाखेरि चाहिँ ज्यादा हुन्छ होला होइन, यसो मिलाएर सर्टकटमा है त। अहिले चाहिँ म यो कुन जग्गामा आइपुगेँ भन्दाखेरि यहाँ के यो लाल बजार के भन्ने सुनेको थिएँ मैले अघि। केराबारीदेखि यहाँसम्मको भाडा चाहिँ 50 रुपियाँ गोटा रहेछ। 4जना बोक्यो भने 200 आइहाल्ने रहेछ होइन। नजिक नजिकै जङ्गल पनि छ होइन, खेतीबाडी गर्नलाई पनि ठाउँ एकदमै राम्रो छ यहाँ चाहिँ। बाटो पनि फराकिलो, त्यत्तिकै केराबारी भनेको रहेनछ नि त, यहाँ केरै केरा छ क्या थुप्रै। दामी जग्गा छ। यहाँदेखि मेरो दाहिने साइडतिर चाहिँ पहाडी क्षेत्र छ क्या। र अहिले मैले खदम पुल पार गर्ने बित्तिकै त अर्को पुल आयो। यो चाहिँ कुन पुल हो त? यहाँ त बोर्ड सोर्ड केही छैन होइन, खोला पनि छैन, सुक्खा छ तर पुल चाहिँ आयो होइन। ल है साथीहरू, यस्तै छ आजको। यसो सिनहरू हेर्दै गाउँघरहरू हेर्दै यात्रा गर्दैछु है त साथीहरू। आज ओह्रालो ओह्रालो छ, गाडी पनि एकदमै स्पिड कुद्छ होइन। ब्याट्री बचत हुन्छ तर मोटर तात्तिने सम्भावना धेरै हुन्छ, किन भन्दाखेरि ब्याट्री खर्च नभए पनि मोटर चाहिँ तात्तिन्छ। आज अलिकति लामो यात्रा मैले गरेँ, मेरो मोटरमा चाहिँ आवाज हल्का खेरेरे गर्दै आइरहेको छ। फेरि पनि म एउटा पुल प्रवेश गर्दैछु अहिले चाहिँ, डाले खोला पुल है। यसको चाहिँ 40 मिटर रहेछ है यो पुलको चाहिँ लम्बाइ। यस्तो छ ल, गाउँघरमा डोको बोक्ने कोदालो बोक्ने खेतीबाडी गर्न जाने होइन, दुःख सुख यसो श्रीमान श्रीमतीसँगै हिँड्दाको मजा बेग्लै हुन्छ है साथीहरू। जस ठाउँ अनुसारको बाटो चाहिँ छ क्या यहाँ चाहिँ। यहाँ चाहिँ जे पनि गर्दा भयो, अब बाख्रा पालन गर्दा पनि भयो, राँगा पालन गर्दा पनि भयो, जे गर्दा पनि हुने रहेछ क्या। ठाउँले साथ दिएको हो नि त, सो त्यही भएर अहिले चाहिँ मेरो कन्ट्रोलर चाहिँ तात्तियो कि के हो, बाँच्न आइराखेको छ। धेरै लङ यात्रा गर्नु पनि सानोतिनो गाडीलाई चाहिँ अलिकति समस्यै हो है। अब यहाँदेखि चाहिँ अलिकति उकालो पर्छ। लु 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 लु, सर्प पो आउँदैछ त। उड्ने खालको सर्प पो आउँदो रहेछ त। मैले अब यो उकालो पनि पार गरिसकेँ होइन। मेरो भिडियो 10 मिनट सुट भइसकेको छ। अहिले चाहिँ म कुन ठाउँमा आइपुगेँ? यहाँ जग्गा त साह्रै राम्रो छ है। यहाँ चाहिँ प्राय खोल्साबाट भेला भएर आएको खोलाहरू चाहिँ धेरै रहेछ क्या। यहाँ चाहिँ रिसोर्ट पनि खोलेको जस्तो छ तर सञ्चालनमा नआइकन। यहाँ चाहिँ कालिज फार्म पनि रहेछ है ल, यहाँदेखि माथि त्यो शान्ति चोक रहेछ। शान्ति चोकमा यहाँ नजिक एउटा रिसोर्ट खोलिएको तर सञ्चालनमा नआइकन पुरानो भइसकेको हामीले देखियो। अहिले चाहिँ मैले यो फेरि एउटा छोटे पुल प्रवेश गर्दैछु। यो चाहिँ कुन पुल हो तर थाहा भएन, यहाँ चाहिँ खोला चाहिँ बग्दो रहेछ है। फेरि अर्को गाउँ प्रवेश गर्दैछु। एकदमै राम्रो रहेछ हौ। आज बाटोमा सर्प भेटियो, भ्याङ्गुता त भेटिया छैन तर
छेपाएर चाहिँ गाडीले किचै मारेको भेट्यो मान्छे। यस्तो मोटो मोटो खालको मान्छेहरू पनि देखियो होइन। अहिले चाहिँ म यहाँ हुलाक आइपुगेको छु। धरान नै पर्दो रहेछ यो चाहिँ, केराबारी होइन, यो धरानभित्रै रहेछौँ यहाँ हामी चाहिँ। एकता सुधार केन्द्र पनि रहेछ यहाँतिर पनि। यहाँ प्राय लिम्बू बस्ती पनि थुप्रै रहेछ है त। यसो गरेर यहाँ प्राय अब गाउँघरमा कस्तो हुन्छ भन्दाखेरि अपङ्गा अशक्त होइन थुप्रै हुँदो रहेछ। एकजना आन्टीले अङ्कललाई खाना खुवाउँदै गरेको पनि देखियो। तर मेरो गाडीको आवाज आज फरक आइरहेको छ। अहिले चाहिँ यो मोरङ क्षेत्रतिरै हो कि कसो हो, कन्फ्युजमा छु त यार म त। यहाँदेखि तल पनि जाँदो रहेछ, यहाँदेखि माथि। अहिले चाहिँ हामीहरू बगैँचा चो आँपटारमा रहेछौँ है त साथीहरू। हामी कन्टिन्यू यात्रामा छौँ। यहाँ चाहिँ प्राय धेरै प्लटिङ हानेको हामीले देख्यो। तपाईँहरू पनि जग्गा किन्न चाहनुहुन्छ, जग्गा चाहिएको छ भने यो धरानबाट लगभग अलिकति पूर्वतिर केराबारी साइडतिर लाग्नुभयो भने यहाँतिर पाउँछ है त। आयो ए राजा आयो, बलुवा बोकेर आयो। यो टिपर त यो बाटोको त राजा हो नि त। सो त्यही भएर हामीहरू यो बाटो चाहिँ, यो टिपरबाट चाहिँ हामीहरू अलिक होस पनि गर्नुपर्छ। किन भन्दाखेरि छुयो कि त सक्यो क्या। अब यहाँदेखि तल चाहिँ ओह्रालो मात्रै छ क्या, पुरै ओह्रालो। अब यहाँ चाहिँ पुरै ब्रेकको मात्रै काम आउँछ क्या। एक्सिलेटर पनि लिनु पर्दैन, तर ब्रेक र मोटरको चाहिँ काम आउँछ। मोटर अब त्यत्तिकै घुम्यो भने पनि तात्तिन्छ नि त। त्यही भएर तर मलाई ओभर सर्ट लागिरहेको छ यार। कहाँ पुगेर सर्ट गरौँ, तल छोटे पुलमा गर्नु पर्ला जस्तो मलाई लागिरहेको छ। आयो है आयो, राजा फेरि आयो। फेरि यस्तो रहेछ नि त। ल तपाईँहरूलाई देखाउनेसम्म मैले देखाउँदै गइरहेको छु है त। ल मैले चाहिँ पानमारासम्म तपाईँहरूलाई देखाउनु चाहिँ खोजेको, तर पानमारासम्म पुग्दाको भिडियो चाहिँ लामो हुने रहेछ नि त। सो त्यही भएर अब यहाँदेखि माथि चाहिँ फेरि सत्तिसाले लाग्छ है। सत्तिसाले जाने बाटो चाहिँ यहाँबाट पनि छुट्टिन्छ है साथीहरू। बाटो त है हम्स टाइपको पुरै खतरा क्या। ल अहिले चाहिँ हामीहरू सत्तिसाले जाने बाटोलाई पनि पार गरेर अगाडि बढ्दैछौँ है साथीहरू। ल यहाँ छेउछेउमा काँसगारी छ होइन, एकदमै हरियो देखिन्छ। यहाँ पारी भित्तामा चुने ढुङ्गाहरू पनि देखिँदैछ। आमा हो कति साह्रो उफ्रेको हो। केही घन्टाको लागि धरान छोडिएको छ, फेरि पनि धरान तर्फै लाग्दैछु है म चाहिँ। ल साथीहरू भिडियोलाई हेर्दै गर्नु होला अन्तिमसम्म होइन। अब चाहिँ म यो बुढी खोला पुल प्रवेश गर्दैछु है। यो पुल प्रवेश गरिसँगै अब यहाँहरूसँग म पनि छुट्टिन चाहन्छु। हस्त धन्यवाद, बाई बाई।